सो गाइज वेलकम ब्याक अगेन माई युट्युब च्यानल जेआरपी भ्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु है। तपाईँहरूमा सदाको चाहिँ आज पनि एकदमै इम्पोर्टेन्ट इन्फर्मेसन लिएर चाहिँ उपस्थित भएको छु। जति पनि साथीहरू चाहिँ रोमानिया आउन चाहिराख्नु भएको छ अनि उहाँहरू चाहिँ अहिले इन्डिया एम्बेसीमा इन्टरभ्यू दिनको लागि रेडी हुनुभएको छ। अनि इन्डिया एम्बेसीमा चाहिँ के कस्तो क्वेसनहरू सोध्छ भनेर चाहिँ मलाई विशेष गरेर टिकटकको मेसेज कमेन्ट चाहिँ एकदमै धेरै सोधिरहनु भएको हुन्छ है। त्यही भएर पनि आज चाहिँ मैले लामो भिडियो बनाएर चाहिँ युट्युबमा हाल्छु भनेर चाहिँ आज म आइसकेको छु है गाइज। अनि भिडियोलाई अब सुरु गर्नुभन्दा अगाडि चाहिँ मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि बेल आइकनलाई चाहिँ अन गरिदिनु होला भन्न चाहन्छु, ताकि मैले नेक्स्ट टाइम भिडियो हाल्दाखेरि चाहिँ तपाईँको फोनमा चाहिँ सजिलोसँग आओस् अनि तपाईँहरूलाई युरोप आउनको लागि चाहिँ एकदमै इन्फर्मेसन टाइममा मिलिरहोस्, एकदमै हेल्प होस् भन्नको लागि है त। अनि हाम्रो इन्डिया एम्बेसीमा इन्टरभ्यू दिन जाने भनेको चाहिँ हाम्रो भिजा प्रोसेसको चाहिँ सेकेन्ड फाइनल स्टेप हो होइन गाइस। यो स्टेपमा चाहिँ सबैजनालाई एकदमै धेरै डाउट पनि लाग्छ, डर पनि लाग्छ होइन। किनभने इन्डिया एम्बेसीमा इन्टरभ्यू दिन जाँदाखेरि चाहिँ इन्टरभ्यू बिग्रियो भने चाहिँ अब भिजा लाग्दैन होला। अब यत्रो महिनासम्म वेट गर्यो, यत्रो पैसा मेन पावरलाई तिर्यो, मेन पावर राम्रो भेटाउनको चाहिँ धेरै दुःख गर्यो भनेर चाहिँ आत्तिरहनु भएको हुन्छ है। तर मेरो एक्सपिरियन्स अनुसार चाहिँ म तपाईँहरूलाई चाहिँ के कसरी इन्डिया एम्बेसीको इन्टरभ्यू तयारी गर्ने भनेर चाहिँ सम्पूर्ण कुराहरू भन्दैछु है। अनि हाम्रो वर्क परमिट आइसके पछाडि चाहिँ मेन पावरले चाहिँ इन्डिया एम्बेसीको चाहिँ डेट लिइदिन्छ होइन। अनि डेट चाहिँ अब 3 महिना 4 महिना, कसैको 6 महिना, कसैको 7 महिनासम्म पनि लागिरहेछ क्या इन्डिया एम्बेसीमा डेट लिनको लागि। पहिला म आउँदाखेरि चाहिँ मेरो अनुभव अनुसार चाहिँ मेरो चाहिँ ठ्याक्कै 4 महिना मात्रै लागेको थियो होइन, वर्क परमिट आइसके पछाडि इन्डिया एम्बेसीमा जानको लागि। अनि हामीले इन्डिया एम्बेसीमा चाहिँ इन्टरभ्यू दिन जाँदाखेरि चाहिँ के कसरी तयारी गर्ने भन्दाखेरि चाहिँ त्यस्तो धेरै अब तयारी पनि गर्नु पर्दैन होइन, किनकि त्यस्तो हार्ड पनि हुँदैन रोमानियाको इन्टरभ्यूको लागि है। अनि हामीले त्यहाँनिर इन्टरभ्यू दिन जाने भन्दा पनि स्पेसली चाहिँ आफ्नो डकुमेन्टहरू चाहिँ बुझाउन जाने भनेर चाहिँ बुझ्नुपर्छ होइन। किनकि सुरुमा चाहिँ हामीले इन्डिया जानुभन्दा अगाडि चाहिँ हामीले चाहिँ इन्टरभ्यू नै दिन गएको जस्तो लाग्छ होइन। तर इन्टरभ्यू दिएर आइसके पछाडि त यस्तो इन्टरभ्यू हामी त डकुमेन्ट मात्रै बुझाउन गएको रहेछ जस्तो फिल हुन्छ क्या इन्टरभ्यू दिइसके पछाडि चाहिँ। अनि हामीले के कति तयारी गरेर जाने भन्दाखेरि चाहिँ तपाईँहरूको आफ्नो पर्सनल डिटेल, अब तपाईँहरू विवाहित हुनुहुन्छ भने आफ्नो छोराछोरीको बारेमा, छोराछोरी के कति पढ्छन्, अनि आफ्नो उमेरको बारेमा, अनि आफ्नो नाम, पर्सनल डिटेलहरू छ त्यो भइहाल्यो होइन। सबैले कम्पलसरी नै अब भन्नुपर्छ है। अनि त्यस पछाडि मेन भनेको हाम्रो कम्पनीको बारेमा। अनि कम्पनीको बारेमा चाहिँ के सोध्छ भन्दाखेरि सुरुमा कम्पनीको अब नाम सोध्छ होइन। अब एबिसी एसआरएल अब त्यस्तै कम्पनीको नामको पछाडि एसआरएल हुन्छ नि, कम्पनीको पछाडि नामको एसआरएल हुन्छ, त्यो चाहिँ हामीले भन्नुपर्ने हुन्छ आफ्नो कम्पनीको नाम होइन। अनि त्यस पछाडि कम्पनीको लोकेसनको कुरा आउँछ, कम्पनी चाहिँ कुन लोकेसनमा अवस्थित छ भने चाहिँ हामीले भन्नुपर्ने हुन्छ है। अनि त्यस पछाडि हामीलाई कम्पनीले दिने सेवा सुविधा तथा स्यालेरीहरू के कति दिएको छ त, कम्पनीले दिने ग्रोस स्यालेरी अनि नेट स्यालेरी, यो चाहिँ हामीले सम्पूर्ण कुराहरू चाहिँ भन्नुपर्ने हुन्छ होइन। अनि फुड अकोमोडेसन अभाइलेबल गरिदिएको छ कि छैन, कम्पनीले व्यवस्था गरिदिएको छ कि छैन, यो पनि भनेर भन्छ है। अनि स्यालेरी नेट र हामीले ग्रोस भन्नुपर्ने हुन्छ है। अनि यही भिडियो अन्तर्गत तपाईँहरूलाई म ग्रोस स्यालेरी र नेट स्यालेरीको चर्चा पनि गरिदिन्छु है। अनि हामीले ग्रोस स्यालेरी भनेको चाहिँ ट्याक्स नकाटिकन पाउने स्यालेरीलाई चाहिँ हामीले ग्रोस स्यालेरी भन्छौँ है। अनि अलमोस्ट मान्छेको 4000देखि 4500सम्म चाहिँ ग्रोस स्यालेरी हुन्छ है। अनि ग्रोस स्यालेरी भनेको टोटल स्यालेरी भइहाल्यो। अनि त्यसमा चाहिँ हामीलाई ट्याक्स काटेर चाहिँ पाउने स्यालेरी चाहिँ नेट स्यालेरी हो है। किनभने रोमानियामा चाहिँ ट्याक्स अलिकति बढी काट्छ है। अनि ट्याक्स काटेर हामीले पाउने स्यालेरी भनेको चाहिँ नेट स्यालेरी हो। त्यही भएर हामीले उहाँ इन्टरभ्यू दिँदाखेरि चाहिँ ग्रोस स्यालेरी नेट स्यालेरी भन्नुपर्ने हुन्छ है। अनि त्यो त भइहाल्यो आफ्नो बारेमा, कम्पनीको बारेमा। अनि त्यस पछाडि तपाईँहरूलाई आफ्नो
कुन काममा जाँदैछु त। तपाईँहरू होटल लाइनमा हो भने अब तपाईँहरूलाई होटल लाइनको अब एक्सपिरियन्सको बारेमा अब सोध्न सक्छ। अनि फ्याक्ट्री वर्करमा जाँदै हुनुहुन्छ भने तपाईँको फ्याक्ट्री वर्करमा के कति एक्सपिरियन्स छ, अनि तपाईँ जुन काममा जानुहुँदैछ त्यो कामबारे तपाईँलाई थाहा छ कि छैन, कति वर्ष एक्सपिरियन्स छ, कता कता कुन कुन कम्पनीमा पहिला गर्नुभयो भनेर चाहिँ तपाईँले यसरी सोध्न सक्छ होइन। अनि अर्को कुरा आयो साथीहरू, तपाईँहरू यहाँ रोमानिया आइसके पछाडि होइन, अनि रोमानिया मात्रै बस्नुहुन्छ कि अब अरू अरू देशतिर पनि मुभ हुनु छ भनेर यसरी पनि सोध्न सक्छ है। अनि तपाईँहरूले छुटाउनु नहुने भनेको चाहिँ आफ्नो कन्ट्र्याक्टको बारेमा है। कन्ट्र्याक्ट चाहिँ तपाईँहरूलाई कति वर्षसम्मको चाहिँ यहाँ गराएको छ भनेर सोध्छ होइन। अब सबैतिर अब त्यो 2 वर्ष नै कन्ट्र्याक्ट हुन्छ है हाम्रो, अनि त्यही भएर तपाईँले मानेर 2 वर्षको भन्नुपर्ने हुन्छ है। अनि मेरो एक्सपिरियन्स अनुसार चाहिँ तपाईँहरूलाई म भन्छु है। अनि हामी चाहिँ काठमाडौँबाट चाहिँ इन्डियासम्म चाहिँ बसमा गइएको थियो है। अनि इन्डियामा एजेन्टले तोकिदिएको अब होटलमा चाहिँ गएर हामी बस्यो होइन। त्यस पछाडि त्यहाँ गएर चाहिँ हामीलाई एमएससीमा के कस्तो क्वेसनहरू सोध्छ भनेर चाहिँ हामीले त्यहाँको एजेन्टले चाहिँ तयारी गर्न लायो है। त्यहाँनिर तयारी गर्न लायो 2 दिनसम्म होइन। अनि कतिपय अवस्थामा चाहिँ त्यहाँनिर पैसा खानको लागि भए पनि तपाईँलाई त्यहाँ होटलमा पैसा बढी तिराउनको लागि भए पनि 4-5 दिन अगाडि पनि बोलाइदिइरहेको हुन्छ होइन। तर 2 दिन अगाडि जाँदाखेरि चाहिँ हामीलाई एकदम इनफ हुन्छ है। अनि त्यहाँ एउटा पेपर दिएको हुन्छ, त्यहाँनिर क्वेसन एन्सरवाला पेपर दिएको हुन्छ। अनि त्यहाँनिर सबै त्यहाँको एजेन्टले चाहिँ हामीलाई तयारी गर्न लाउँछ होइन। अनि एउटा सानो क्लास जस्तो लिन्छ होइन, उसले ब्रिफिङ गर्छ है। अनि सबैजना 20-25 जना त्यहाँनिर राखिएको हुन्छ। अनि सबैजनाको अगाडि एक-एकजनालाई उठाउँदै सोध्छ क्या, यतिको मान्छेले भोलिपल्ट इन्टरभ्यूमा पास गर्छ गर्दैन होइन भनेर चाहिँ त्यहाँनिर तयारी गर्न लाउँछ है त्यहाँको एजेन्टले। अनि त्यस पछाडि चाहिँ हामी अब एमएससीमा चाहिँ जान्छौँ होइन, बसमा अथवा ट्याक्सीमा अथवा अटोमा होइन, के कस्तो साधनमा हुन्छ। त्यसो चाहिँ हामी एमएससीमा गइसके पछाडि चाहिँ हामीले चाहिँ लामो लाइन बस्नुपर्ने हुन्छ क्या। अनि त्यो लाइन बस्दाखेरि चाहिँ एजेन्टले फेरि एक रिचेक गर्छ होइन, हाम्रो डकुमेन्टहरू के कस्तो छ भने सबै रिचेक गर्छ। अनि त्यसबाट हामी एमएससीभित्र गइसके पछाडि चाहिँ एकदमै अनुशासितपूर्वक होइन, एकदमै हल्ला नगरी यताउता नगरिकन चाहिँ बस्नुपर्ने हुन्छ। किनभने एजेन्टले चाहिँ भने हुन्छ त्यहाँ हामीलाई सिसी क्यामेराले पनि हाम्रो एक्टिभिटिजहरू वाच गरिरहेको हुन्छ। त्यही भएर बेडरुम जाने बेलामा बस्ने बेलामा एकदमै सतर्कता भएर बस्नुपर्ने हुन्छ भनेर भनिरहेको हुन्छ है। अनि त्यस पछाडि त्यहाँभित्र पनि हामीले लाइन बस्ने पर्ने हुन्छ होइन। त्यहाँदेखि स्टेप त्यहाँदेखि भित्र बोलाउँछ होइन। अनि त्यहाँनिर 1 देखि 4, 5, 6, 7सम्म पनि त्यहाँनिर काउन्टर हुन्छ क्या, झ्याल जस्तो हुन्छ होइन। त्यहाँबाट चाहिँ हामीले इन्टरभ्यू दिनुपर्ने हुन्छ। त्यहाँनिर एम्बेसडर बसेको हुन्छ है। अनि तपाईँहरू त्यहाँ लाइनमा बस्दाखेरि चाहिँ कुन काउन्टरमा पर्ने भन्ने कुरो चाहिँ अब फिक्स हुँदैन होइन। त्यहाँनिर अब अगाडि कुला लान्छ, त्यस पछाडि लाँदै गर्दाखेरि तपाईँ कुन काउन्टरमा पर्नुहुन्छ भन्ने चाहिँ फिक्स हुँदैन है। अनि त्यहाँनिर चाहिँ हाम्रो पालामा चाहिँ मान्छे त्यति धेरै पनि नभएर होला 1 देखि 3सम्म मात्रै काउन्टर थियो होइन। अनि 1 नम्बरमा चाहिँ केटी बसेको थियो होइन। अनि 2 नम्बरमा चाहिँ एउटा बुढो मान्छे बसेको थियो है। अनि 3 नम्बरमा चाहिँ केटा थियो होइन, यङ्गेस्ट केटा थियो। अनि 1 नम्बरमा पनि राम्रै थियो होइन, राम्ररी नै सोधिरहेको थियो होइन, एकदमै हाँसेर प्रश्न गरिरहेको थियो मिस्टरले पनि होइन। अनि केटाहरूले पनि हाँसेर राम्रोसँग एन्सर दिइरहेको थियो है। अनि हामीले इन्टरभ्यू दिँदाखेरि चाहिँ एकदमै ह्याप्पी भएर चाहिँ इन्टरभ्यू दिनुपर्ने हुन्छ है। अनि म चाहिँ 2nd नम्बरमा त बुढोकोमा परेको थिएँ होइन। अनि बुढो पनि लास्टै सिरियस खालको मान्छे थियो है। अनि मलाई सोध्न पनि एकदमै सिरियस तरिकाले नै सोधेको थियो होइन। अनि सोध्नुभन्दा अगाडि चाहिँ मभन्दा अगाडिको चाहिँ एकजना मान्छेको चाहिँ चेक गरिरहेको थियो क्या। अनि म चाहिँ जाने बित्तिकै यस्तो गुड मर्निङ सर भने होइन। अनि उसले केही रियाक्सन केही पनि दिएन क्या। अनि त्यत्तिकै 1 मिनटसम्म लाइनमै बसिरहेको अनि बुढोले अर्को पछाडि मभन्दा अगाडिको चाहिँ चेक गरिसके पछाडि चाहिँ मलाई सोध्यो होइन, हेलो गुड मर्निङ भन्ने हो। अनि त्यस पछाडि चाहिँ मेरो अनि नाम सोध्यो होइन। अनि नाम सोध्यो, उमेर सोध्यो होइन। अनि त्यस पछाडि चाहिँ आफ्नो फ्यामिलीको बारेमा सोध्यो। अनि मेरो के काममा जान आँटेको सोध्यो होइन। अनि कामप्रति इन्ट्रेस्टेड थिएस् भन्दै सोधेको थियो होइन। अनि त्यस पछाडि अब स्यालेरीको विषयमा सोध्यो, अनि मेरो कामको एक्सपिरियन्सको बारेमा, अनि कम्पनीको नाम, अनि कम्पनीको लोकेसन, यति मात्रै सोधेका। जम्मा मलाई 8वटा मात्रै क्वेसन सोधेको थियो होइन। अनि 8वटा क्वेसनमा चाहिँ 7वटा चाहिँ करेक्ट भएको थियो होइन। अनि लास्टमा एउटा क्वेसन चाहिँ के सोध्यो क्या,
मैले नि बिर्सेँ क्या। लास्टमा चाहिँ मलाई जब पोजिसन सोधेको थियो अनि लास्टमा चाहिँ उसकै भाषाले सोध्यो अथवा इङ्ग्लिसै सोध्यो होला, मैले बुझिनँ क्या राम्रोसँगले। अनि फेरि मैले त्यही 7 नम्बरमा जे सोधेको थियो त्यही जब पोजिसनै मैले भनिदिएँ। अनि त्यस पछाडि यु क्यान गो भनिदियो क्या। लास्टमा अल्मलियो होइन, लास्टमा के भनौँ भनिदियो। अनि त्यसपछि मलाई अलिअलि डाउट पनि लागेको थियो, डर पनि लागिरहेको थियो होइन। तर त्यस पछाडि चाहिँ अब हामी फर्क्यौँ होइन त्यहाँ एमइसीदेखि चाहिँ। अनि हामी फर्केको चाहिँ ठ्याक्कै 31 दिन पछाडि चाहिँ भिजाको रिजल्ट आएको थियो होइन। इन्टरभ्यूको रिजल्ट आएको थियो। अनि त्यसमा ठ्याक्क दिदीले फोन गर्नुभयो होइन। दिदीले फोन टक्क ल भाइ तिम्रो भिसा लाग्यो भन्दै फोन गर्नुभयो होइन। त्यसबाट चाहिँ म एकदमै ह्याप्पी भयो क्या। 1 महिनासम्म चाहिँ म होइन अलिकति तनावमा थिएँ होइन। अब यत्रो पैसा खर्च गऱ्यो, यत्रो टाइम वेट गऱ्यो होइन। अनि त्यस पछाडि चाहिँ के हुने हो भनेर चाहिँ अलिकति डाउट लागिरहेको थियो। तर भिसा राम्रैसँग लाग्यो होइन। अनि त्यति बेला चाहिँ भिजा रेसियो एकदमै राम्रो थियो, 100मा लगभग 95% नै लाग्ने भिजा चान्स थियो नि त। त्यही भएर पनि भिजा लाग्यो होइन। अनि त्यति बेला चाहिँ 1-2वटा क्वेसन बिग्रिँदाखेरि खासै फरक पर्दैन थियो क्या। अनि अहिले पनि 1-2वटा क्वेसन बिग्रिँदाखेरि खासै फरक पर्दैन होइन। किनभने हामी त्यहाँनिर चाहिँ इन्टरभ्यू दिनुभन्दा पनि स्पेसली हामी त्यहाँनिर चाहिँ हाम्रो डकुमेन्टहरू चाहिँ बुझाउन गएको हो होइन। अनि हाम्रो डकुमेन्टहरू चाहिँ एकदमै पर्फेक्ट छ, केही मिस्टेक छैन भने चाहिँ तपाईँहरूले डाउट नमान्दा पनि हुन्छ होइन। अनि अहिले 2026मा आएर चाहिँ कोटा पनि 10,000 घटेको छ, त्यो त तपाईँहरूलाई पनि थाहा छ है। अनि कोटा घटेता पनि भिजा अब होइन हुन्छ नि, अस्ति एउटा ग्रुप लेभल म्यासेज गरिरहनु भएको थियो 14जना इन्टरभ्यू दिएको 11जनाको भिजा लाग्यो भन्दाखेरि अब त्यही हो। अब 1 लाखमा अब 10,000 कोटा घटेर अब 90,000मा आए जस्तै। अब 100मा अब 90% चाहिँ भिजा लाग्छ अहिलेको समयमा भनौँ न। अनि तपाईँहरूलाई टिकटकमा पनि मैले भनिरहेको हुन्छु होइन, एप्लाई गर्ने हो भने अब चाँडो गर्नु होला। बिस्तारै बिस्तारै अब रोमानिया पनि कोटा फुल हुँदै गइसकेपछि, मान्छेहरू आउँदै गइसकेपछि, मान्छेहरू यहाँ भरिँदै गइसके पछाडि यहाँ काम पाउनु पनि गाह्रो हुन्छ। तपाईँहरू जति सक्दो चाहिँ अब चाँडो आउनु होला, आउन इच्छा छ भने चाहिँ भन्न चाहन्छु है त। ल साथीहरू, आजको भिडियोमा चाहिँ तपाईँहरूलाई मैले यति नै इन्फर्मेसन सेयर गर्न चाहेँ होइन। यति नै इन्फर्मेसन सेयर गरेँ। मेरो भिडियो के कस्तो लाग्यो होला कमेन्ट गरिदिनु होला होइन। अनि युट्युबमा चाहिँ फेरि पनि भन्छु, युट्युबमा नयाँ हुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला होइन। किनकि मैले पनि युट्युब च्यानल चाहिँ मोनेटाइज गर्न आँटिरहेको छु होइन। मेरो सोच चाहिँ छ होइन, तपाईँहरूलाई निरन्तर इन्फर्मेसन दिँदै गर्नेछु है। अनि यति भन्दै आजको भिडियोमा चाहिँ यति नै भन्न चाहेँ। सो गाइस, सी यू नेक्स्ट भिडियो है।